गाइस हामी चाहिँ आज चाहिँ क्रिकेट खेल्न आएको छ होइन यहाँ कलेजको ग्राउन्ड तर पानीले भिजेर यस्तो भयो तलैसम्म यस्तो खोलिन्छ ल क्रिकेट तर स्टिल हामी क्रिकेट खेलिरहेछ हो यहाँ नो गाइस होइन यहाँ तल त खेला चाहिँ यस्तो भइरहेछ भिजेर हो यहाँ तल चाहिँ खेलाहरू खेलिरहेछ यहाँनिर पिच चाहिँ यस्तो भइरहेछ त गाइस यस्तोमा पनि टेनिस बल स्विङ हुँदै आउँदैछ हेर्नु यस्तोमा पनि खेलिरहेछ हो यस्तो छ हो यहाँ चाहिँ मोटै यहाँ छ बलर सलोन छ यहाँनिर यहाँ स्विङ भइदिरहेछ यहाँ चाहिँ दा होइन यस्तो भइदिरहेछ म देखाउँछु ल तपाईँहरूलाई ग्राउन्डै गएर यस्तो भइदिरहेछ ग्राउन्ड चाहिँ ओइ पिच ओइ मजा आउँदैछ ब्याटिङ गर्नु ओइ यता हेर्न मजा आउँदैछ यहाँ छ कि फुटबल यस्तो क्रिकेट ए यस्तो भइरहेछ पछाडि पनि हो जुत्ताहरू सबै यसरी खेलिरहेछ हामी चाहिँ यस्तो भइदिरहेछ एकछिन न तैँले मेरो बल खेल्नु त सक्दैनस् यस्तो भइदिरहेछ खुट्टाहरू हो यहाँनिर हातहरू गाइस यस्तै भइदिरहेछ होइन अब तपाईँहरूलाई अहिले देखाउँछु यस्तो पुरा भिज्यो कि यस्तो भएर चाहिँ यहाँ ब्याटिङ गरिरहेछ मोटैले आउँदै जानुपर्छ होला कि पानीमै खेल्यो नि त अघि कत्रो पानी परेको थियो कि यस्तो भइदिरहेछ ग्राउन्ड चाहिँ मोटेले गर्दैछ ब्याटिङ अब चाहिँ निक्लिनु आँटेको हामी त पुरा खेल्यो नि त स्विङ हुँदैछ होइन यहाँ हेर्नु यस्तो भइदिरहेछ यहाँ हेर्नुहोस् ल ओ हाफ प्यान्टबाट चाहिँ यस्तो खेलेर चाहिँ पानी निक्लिरहेछ यो जर्सीहरूबाट चाहिँ जुङ्गो भएको जुङ्गो त्यस्तै छ होइन त यहाँबाट दुईजना दाहरू छ यहाँनिर मोटे गयो सलना छ ब्याटिङ गर्नु गाइस यस्तै भइदिरहेछ आजको क्लाइमेट नै 2 बजीसम्म चाहिँ कस्तो घाम लागिरहेको थियो होइन त्यहाँबाट एकैछिनमा क्रिकेट खेल्नु झरेको 4 बजीतिर चाहिँ यस्तो डरलाग्दो पानी पर्नु थाल्यो यहाँनिर चाहिँ यहाँ छ अहिले चाहिँ कलेजको ग्राउन्डमा यो मान्छेले देख्दै गरेको चाहिँ कलेजहरू हो हाम्रो यतामाथि चाहिँ कलेज छ यो पिजी डिपार्टमेन्ट हो तल देख्दै गर्नुभएको त्यो बोइज होस्टेल लु क्लास 6 सर्ट हेर्छु एउटा सलुन क्लास 6 सर्ट हेर्छु ल भिडियोमा छौ तिमी अहिले भन्छ हामी फेरि तलबाट आएर चाहिँ नुहाइदै गरिसक्यो क्रिकेट खेलेर आएर चाहिँ हो यहाँनिर छ मोटे हो यहाँ छ मोटे हो मोटे लुगा फेर्दैछ नुहाएर चाहिँ लुगा फेर्दैछ यस्तो भइदिरहेछ फेर्दैछ अहिले चाहिँ होइन हामी चाहिँ आयो त गाइस अब चाहिँ हामी निक्लिन आँटेको होइन यहाँ यो चाहिँ अविनाशको रुममा छ अहिले हाम्रो पर्मिनासहरूको रुम जान आँटेको हामी चाहिँ होइन लु अब चाहिँ भयो टक्कै अब चाहिँ निक्लिन आँटेको बाहिर हामी यहाँ चाहिँ हाम्रो खास अस्त्र चाहिँ ब्याट हो यो चाहिँ यहाँ छ अस्त्र हो अनि अर्को कहाँ गएछ अर्को अस्त्र यहाँ बाहिर छ साँच्चै यहाँ चाहिँ के अर्को अस्त्र यहाँ छ यहाँभित्र देखाउँछु तपाईँहरूलाई